हिजोको रहर आयो बढीलाई हिजोको रहर आयो बढीलाई हस् आमा मिना कसले गरेको फोन आमाले गर्नुभएको के भन्नुहुन्छ त आमाले यसपालि तिजमा 2-4 दिन चाँडो आउनु भन्नुभएको छ ए आमा बाउको मन त्यही त हो नि तिम्रो न्यार्सो लाग्यो होला त्यही भएर छिट्टै नै आइज भनेको आज पनि दरखानी कार्यक्रम थियो दर खाएर आउँदैछु हजुरको ज्वाइँ लिन आउँदै हुनुहुन्छ आमा आउने हो आमा आउने हो अब छिट्टै आउने हो ज्वाइँसँग म त्यही सल्लाह गर्न खोज्दै थिएँ किन के भयो र किन नजानी माइत कसले के भनेर तिमीलाई आमा ए आमा आमा ए छोरीहरु पो आछन् ल राम्रोसँग आइपुग्यो नि राम्रोसँग आइपुग्यो ए बुढा बाहिर आउनु यहाँ छोरीहरु आछन् ए आइपुग्यो छोरी हो हजुर बुवा दर्शन भाग्यमानी भए भाग्यमानी भएछ बुढा दर्शन भाग्यमानी भए अब त अहिलेको तिजमा त मलाई नयाँ गहना चाहिन्छ वर्षै पछि गहना किन्न त पैसा पनि हुनु पर्यो नि मसँग त माइतमा आएर के खान नपाएको जस्तो व्यवहार निकालेको नानी तैँले खाना हामी त